हेलो साथीहरु, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला। आज म तपाईहरुलाई सिकाउन गएको छु एभरेस्ट बैंकको अनलाइन फर्म कसरी भर्ने, म त्यो सिकाउन गएको छु। एभरेस्ट बैंकको अनलाइन फर्म भर्नको लागि कुनै पनि एउटा ब्राउजर खोल्नुस्। तपाईहरु आफ्नो मोबाइलबाट पनि भर्न सक्नुहुन्छ, एप्लाई गर्न सक्नुहुन्छ अनलाइन फर्म एभरेस्ट बैंकको। र ब्राउजर खोलिसकेपछि यो सर्च बक्समा गएर तपाईहरुले https://everestbankltd.com/career भनेर सर्च गर्नु होला। र सर्च गरिसकेपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। डाइरेक्टली तपाईहरु यो वेबसाइटमा आउनुहुन्छ, फर्म भर्ने वेबसाइटमा एभरेस्ट बैंकको। र यो चाहिँ भर्खर खुलेको भ्याकेन्सी हो, चार्टर्ड एकाउन्टेन्सी को। र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ तपाईहरुको क्वालिफिकेसन अनुसार तपाईहरुले भर्नु होला यो फर्म चाहिँ। र म चाहिँ तपाईहरुलाई कसरी एप्लाई गर्ने त्यो सिकाउन गएको छु। तपाईहरु तल आउनुस्, तलमा यहाँ देख्न सक्नुहुन्छ एप्लाई नाउ भनेर, सो यसमा टच गर्नु होला। यसमा टच गरिसकेपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ चार्टर्ड एकाउन्टेन्सी भनेर। सो आज म तपाईहरुलाई यसको अनलाइन फर्म कसरी भर्ने म सिकाउँछु। र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ केही पनि नगर्नुस्, तपाईहरुले सिम्पली यहाँ तल आउनुस्। र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ जुनमा स्टार चिन्ह छ त्यसमा चाहिँ अनिवार्य तपाईहरुले भर्नुपर्छ। भरेन भने तपाईहरुको फर्मै रङ हुन्छ। सो स्टार भएको ठाउँमा चाहिँ भर्नै पर्यो। सो फर्स्ट अफ अल तपाईहरु कुनै नाम दिनुस्। यो चाहिँ म तपाईहरुको लागि सिकाउनको लागि मात्र बनाएको यो भिडियो। नाम दिनुस्, मिडल नेम छ भने मिडल नेम दिनुस्, लास्ट नेम दिनुस्। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ तपाईहरुको डेट अफ बर्थ दिनुस्। अनि त्यसपछि तपाईहरुको जेन्डर चुज गर्नुस्, मेल हो कि फिमेल हो तपाईहरु। सो म मेलमा क्लिक गर्छु। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ तपाईहरु अनम्यारिड हो कि म्यारिड हो। म्यारिड हो भने म्यारिडमा टिक लाउनुस्, अनम्यारिड हो भने अनम्यारिडमा टिक लाउनुस्। सो म अनम्यारिड हो, सो टिक लाउँछु। त्यसपछि तल आउनुस्। तल आइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ नेशनलिटी। तपाईहरुको नेशनलिटी के हो? नेपाली। रिलिजन भनेको तपाईहरुको जे छ त्यही राख्नुस्, यो चाहिँ हिन्दू। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ चुज फाइल, नो फाइल चुजन भनेको छ। र यहाँ चाहिँ अपलोड प्रोफाइल इमेज भनेको छ। सो यहाँ चाहिँ तपाईहरुको फोटो राख्नुस्। चुज फाइलमा जानुस्। चुज फाइलमा गइसकेपछि फोटो अपलोड गर्नुस्। फोटो अपलोड तपाईहरुले 2 MB सम्मको फोटो अपलोड गर्न सक्नुहुन्छ यसमा। त्यो भन्दा बढी अपलोड गरे भने हुँदैन। अनि त्यसपछि अपलोड सिटिजनशिप भनेको छ। सो सिटिजनशिप 2 MB सम्मको अपलोड गर्नुस्। जेपीजी, पीएनजी, जेपीजी सबै। र सिटिजनशिप चाहिँ तपाईहरुले अगाडि पछाडी एउटैमा मिलाएर अपलोड गर्नु होला। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पर्मानेन्ट एड्रेस भनेछ। पर्मानेन्ट एड्रेस दिनुस् तपाईहरुको। मेरो पर्मानेन्ट एड्रेस भनेको सिन्धुली हो, SINDHULI सिन्धुली। अनि त्यसपछि डिस्ट्रिक्ट दिनु तपाईहरुको कुन डिस्ट्रिक्टबाट हो, सिन्धुली। तपाईहरु जुनबाट हो त्यही दिनुस्, त्यही चुज गर्नु होला। टेम्पोररी एड्रेस तपाईहरु कहाँ हुनुहुन्छ अहिले, KTH AME हो काठमाडौँ। अनि त्यसपछि तपाईहरुको ल्यान्डलाइन नम्बर छ। सो यो दिदा नि हुन्छ नदिदा नि हुन्छ किनकि यहाँ स्टार चिन्ह छैन। तपाईहरुको मोबाइल नम्बर दिनुस्। यहाँ तपाईहरुको मोबाइल नम्बर के हो, 9818 यति दिनुस्। अनि त्यसपछि
तपाईहरुको इमेल दिनुस्। तपाईहरुको इमेल के हो? अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ अल्टरनेट इमेल भनेको छ। यो नदिदा नै हुन्छ किनकि यहाँ स्टार चिन्ह छैन, सो नदिनुस्। त्यसपछि तपाईहरु तल आउनुस्, इमिडिएट कन्ट्याक्ट पर्सन भनेको छ। तपाईहरुले यहाँ कन्ट्याक्ट नम्बर दिनुस्, इमिडिएट कन्ट्याक्ट पर्सनको नम्बर दिनुस्। यहाँ इमिडिएट कन्ट्याक्ट पर्सनको नम्बर यो चाहिँ म सिकाउनको लागि मात्र बनाइरहेको छु यो भिडियो तपाईहरुको लागि। अनि त्यसपछि यहाँ मोबाइल नम्बर दिनुस् फेरि। अनि त्यसपछि तपाईहरुले तल आउनुस्। तल आइसकेपछि यहाँ अपलोड सीवी गर्नुस्। तपाईहरुले सीवी मोबाइलबाट बनाउनुस् अथवा कम्प्युटरबाट बनाउनुस्। यहाँ चुज फाइलमा जान्छु। 2 MB सम्मको तपाईहरु सीवी बनाउनुस् र मैले बनाएको छु। यहाँ सीवी मा चुज गर्छु। सीवी अपलोड भइसकेछ मेरो, तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि अपलोड कभर लेटर भनेको छ। सो कभर लेटर चुज फाइलमा जानुस्। 2 MB सम्मको तपाईहरु अपलोड गर्न सक्नुहुन्छ। सो तपाईहरु पीडीएफ, डीओसी, डीओसीएस, मैक्स फाइल, सो यसमा तपाईहरु अपलोड गर्नु होला। सो यो पीडीएफ कन्भर्ट गर्नको लागि तपाईहरु सिम्पली यो प्लस आइकनमा क्लिक गर्नुस्। तपाईहरु आफ्नो मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। फेरि गुगलमा गएर तपाईहरुले जेपीजी टु पीडीएफ भनेर सर्च गर्नु होला र सर्च गरिसकेपछि कन्भर्ट जेपीजी टु पीडीएफ यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि सेलेक्ट जेपीजी इमेज यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यो एडिटमा जान्छु। एडिटमा गइसकेपछि यो सीवी लाई म कन्भर्ट टु पीडीएफ मा कन्भर्ट गर्छु। अनि त्यसपछि डाउनलोड गर्नु होला। अनि त्यसपछि फेरि त्यही फाइलमा जानुस्। त्यही फाइलमा गएर तपाईहरुले यहाँ चुज फाइलमा चुज गर्नुस्। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ सीवी भनेर। सो यो सीवी मा टच गर्नुस् अनि अपलोड गर्नुस्। सीवी अपलोड भइसक्यो। अनि त्यसपछि कभर लेटर पनि तपाईहरु जेपीजी, डीओसी, डीओसीएक्स, मैक्स फाइलमा अपलोड गर्न सक्नुहुन्छ। सो म यो कभर लेटरलाई पनि पीडीएफ मा कन्भर्ट गर्छु। मैले कभर लेटर पनि बनाएको छु। सो कभर लेटरलाई मैले पीडीएफ मा कन्भर्ट गर्छु। तपाईहरु पनि यसरी नै कन्भर्ट गर्नु होला पीडीएफ। अनि डाउनलोड गर्छु र डाउनलोड गरिसकेपछि फेरि त्यही फाइलमा जान्छु। त्यही फाइलमा गएर तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ चुज अपलोड कभर लेटर भनेको छ। चुज फाइलमा जानुस्। 2 MB सम्मको तपाईहरुले बनाउनुस्। अनि कभर लेटर हो यो। कभर लेटर पनि अपलोड भइसक्यो। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एसएलसी को मार्कसिट तपाईहरुले पीडीएफ, डीओसी, डीओसीएक्स, मैक्स फाइल 2 MB सम्मको तपाईहरुले अपलोड गर्नुस्। यसमा चुज फाइलमा जानुस्। चुज फाइलमा गएर मैले यो बनाइसकेको छु एसएलसी को। सो मैले एसएलसी को हालिसके। अनि त्यसपछि तपाईहरु +2 को पनि हाल्नुस् मार्कसिट अनि क्यारेक्टर सर्टिफिकेट। सो +2 को पनि हाले। अनि त्यसपछि तपाईहरुले ब्याचलर डिग्री को पनि हाल्नुस्।
ब्याचलर डिग्रीको तपाईहरु यसमा चुज गर्नुस्। ब्याचलर डिग्रीको पनि हाले। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मास्टरको पनि हाल्नुस्। तपाईहरु मास्टरको पनि हाल्न सक्नुहुन्छ। सो मेरो चाहिँ मास्टरको छैन, म कुनै एउटा फाइल अपलोड गर्दिन्छु। अनि त्यसपछि जुनमा स्टार चिन्ह छ त्यसमा मात्र हाल्नुस्। स्टार चिन्ह छैन भने नहाल्नुस्। अनि त्यसपछि तपाईहरु यो चार्टर एकाउन्टेन्टको पनि हाल्नुस्। यहाँ छ भने हाल्नुस्। यो त हाल्नै पर्छ किनभने यो चार्टर एकाउन्टेन्टको लागि हो यो भ्याकेन्सी। सो चार्टर एकाउन्टेन्टको हाल्नु। अनि त्यसपछि मास्टर डिग्रीको छ भने मास्टर डिग्रीको पनि हाल्नुस्। त्यसरी नै चुज फाइलमा गएर अनि त्यसपछि यो अदर डकुमेन्ट तपाईहरुसँग के डकुमेन्ट छ त्यो पनि हाल्नुस् पीडीएफ फाइल बनाएर। सो तल आउनुस्। तल आइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यो एसएलसी को तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ स्टार चिन्ह छ, यसमा चाहिँ हाल्नै पर्छ। जुनमा स्टार चिन्ह छ त्यसमा हाल्नै पर्छ। हालेन भने तपाईहरुको यो फर्म नै बिग्रिन्छ। सो बोर्डको नाम के हो? बोर्डको नाम NEEB हो, एसई को एसएलसी को। स्कुल कलेजको नाम के हो? फुल लेटरमा लेख्नुस् स्कुल कलेजको नाम MARVELOUS मार्भलस इंग्लिश RDING बोर्डिङ स्कुल यसरी लेख्नुस् तपाईहरुले। अनि त्यसपछि तपाईहरुको फ्याकल्टी के हो त्यही दिनुस्। मेरो म्यानेजमेन्ट हो। अनि त्यसपछि तपाईहरुको जीपीए कति आको? मेरो 3.40 आको। अनि त्यसपछि पास इयर तपाईहरु कहिले पास हुनु भएको त्यही डेट दिनुस् 2060। अनि त्यसपछि प्लस 2 को बोर्डको नाम के हो? प्लस 2 को बोर्डको नाम भनेको H.S. B। अनि त्यसपछि स्कुल कलेज। सो तपाईहरु प्लस 2 कुन कलेजबाट पढ्नु भएको त्यही कलेजको नाम लेख्नुस्। फुलमा लेख्नुस्। म चाहिँ एसएम कलेजमा पढेको एसएमसी। अनि त्यसपछि फ्याकल्टी भनेको मेरो म्यानेजमेन्ट हो फ्याकल्टी। अनि तपाईहरुको जीपीए कति आको? मेरो जीपीए भनेको 2.50 आएको थियो। अनि त्यसपछि पास इयर भनेको तपाईहरुको पास इयर कहिले हो? कहिले पास हुनु भएको हो? 2063। त्यसपछि तल आउनुस्। तल आइसकेपछि बोर्डको नाम के हो? बोर्डको नाम मेरो चाहिँ पूर्वाञ्चल युनिभर्सिटी हो PU बाट पढेको म ब्याचलर। अनि त्यसपछि स्कुल कलेजको नाम दिनुस्। मेरो चाहिँ एसएमसी नै हो। एसएमसी मै ब्याचलर पढिरहेको। अनि त्यसपछि मेरो चाहिँ म्यानेजमेन्टै हो म्यानेजमेन्ट। अनि त्यसपछि तपाईहरुको जीपीए कति हो? 3.2 आको थियो। अनि त्यसपछि पास इयर भनेको कति हो? 68। अनि त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ चार्टर एकाउन्टेन्टको तपाईहरुको बोर्डको नाम लेख्नुस्। चार्टर एकाउन्टेन्टको बोर्डको नाम के हो तपाईहरुको?
दिनुस्। म चाहिँ एबिसी दिन्छु किनकि म यो चार्टर एकाउन्टेन्ट पढेको छैन। यो फर्म मैले तपाईहरुको लागि सिकाउनको लागि मात्र यो भिडियो बनाइरहेको छु। स्कुल कलेजको नाम लेख्नुस्, एसएमसी नै हाल्दिन्छु। डिग्री फ्याकल्टी एमजीएमटी हाल्दिन्छु अनि त्यसपछि ओप्टेन भनेको 3.1 हाल्दिन्छु अनि त्यसपछि पास इयर $72 अनि त्यसपछि मास्टर डिग्रीको पनि हाल्नुस्। जुन जुनमा स्टार चिन्ह छ त्यो हाल्नुस्। स्टार चिन्ह छैन भने नहाल्नुस्। स्टार चिन्ह हाल्नु पर्दैन। स्टार चिन्ह भएको ठाउँमा तपाईहरुले हाल्नु पर्दैन। चार्टर एकाउन्टको दिनै पर्छ किनकि यो चार्टर एकाउन्टकै लागि यो भ्याकेन्सी खुलेको हो। बोर्ड युनिभर्सिटीको नाम एबिसी राख्दिन्छु म। अनि त्यसपछि स्कुल कलेज कहाँबाट पढ्नु भएको एसएमसी नै हाल्दिन्छु अनि त्यसपछि फ्याकल्टी भनेको एमजीएमटी अनि त्यसपछि ओप्टेन 3.11 पास इयर भनेको 2000 1075 अनि त्यसपछि स्क्रोल डाउन गर्नुस्। स्क्रोल डाउन गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ वर्क एक्सपिरियन्स भनेको छ। तपाईहरुको वर्क एक्सपिरियन्स पनि हाल्नुस्। तपाईहरु कहाँ काम गरेको त्यहाँ हाल्नुस्। त्यो अर्गनाइजेसनको नाम के हो। मेरो चाहिँ एनआईसी हो। एनआईसी एसिया अनि त्यसपछि पोजिसन भनेको तपाईहरुको पोजिसन कति छ त्यही दिनुस्। तपाईहरुको पोजिसन दिनुस् अनि त्यसपछि डिपार्टमेन्ट तपाईहरु कुन डिपार्टमेन्टमा काम गरेको त्यो दिनुस् अनि एक्सपिरियन्स तपाईहरु कहिलेसम्म काम गर्नुभएको एक्सपिरियन्स कस्तो छ तपाईहरुको त्यो दिनुस् अनि त्यसपछि यो दिदा नि हुन्छ नदिदा नि हुन्छ किनकि यहाँ स्टार चिन्ह छैन। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। इन्टर्नशिप पनि दिनुस्। इन्टर्नशिपको नाम के हो कहाँ काम गरेको इन्टर्नशिप कहाँ गरेको तपाईहरुले त्यही दिनुस्। एसबी बैंक अनि त्यसपछि पोजिसन तपाईको कति हो त्यही दिनुस्। पोजिसन डिपार्टमेन्ट तपाईहरु कुन डिपार्टमेन्टमा काम गर्नुभएको त्यही दिनुस्। एक्सपिरियन्स तपाईहरुको एक्सपिरियन्स पनि दिनुस् अनि त्यसपछि तपाईहरु तल आउनुस्। तल आइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ ड्राइभिङ लाइसेन्स। सो यो चाहिँ भ्याकेन्सी अनुसार हुन्छ। यदि तपाईहरुलाई भ्याकेन्सीमा ड्राइभिङ लाइसेन्स मागे छ भने दिनुस्, मागे छैन भने नन गर्नुस्। अनि त्यसपछि रेफरेन्स यदि तपाईहरुले एभरेज बैंकमा मान्छे चिन्नु भछ भने उसको कन्ट्र्याक्ट डिटेल सबै हाल्नुस्। यहाँ म राम हाल्दिन्छु अनि त्यसपछि अर्गनाइजेसनको नाम भनेको कहाँ काम गर्छ एभरेज बैंकमा एभरेज बैंक डेस्टिनेसन कहाँ बस्छ उ डेस्टिनेसन भनेको कुन ठाउँमा बस्छ कुन एरियामा बस्छ डेस्टिनेसन त्यही हाल्दिनुस् अनि एड्रेस पनि हाल्दिनुस् अनि उसको इमेल पनि हाल्दिनुस् अनि मोबाइल नम्बर पनि हाल्दिनुस्। इमेल हाल्दिनुस् अनि त्यसपछि एड्रेस हाल्दिनुस् उसको जहाँ बस्छ त्यहीको एड्रेस हाल्दिनुस्। डेस्टिनेसन
त्यो एरियाको नाम हालिदिनुस्, डेस्टिनेसन दिनुस्, त्यो एरियाको नाम। चोक अनि त्यसपछि तपाईहरु यो सबमिटमा क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ चार्टर एकाउन्टेन्ट भ्याकेन्सी भनेको छ। थ्यांक्स फर कन्ट्याक्टिङ अस, वी विल गेट इन टच विथ यु सर्टली भनेको छ। सो यो फर्म कन्फर्म भएपछि तपाईलाई फोन गर्नेछ यो एभरेज बैंकले अथवा तपाईलाई मेल गर्नेछ। सो आजको लागि यति नै भिडियो बनाउँछु। तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट गर्दिनु होला। यो भिडियो चाहिँ म तपाईहरुको लागि सिकाउनको लागि बनाएको हो। सो आजको लागि यति नै भिडियो।